चुनावको मुखमा चाहिँ दलहरू सहकार्य गर्ने चुनावी एक आपसमा निर्वाचन क्षेत्र साट्ने पनि हुन्छ क्या है। योभन्दा अगाडि हामीले देखेका छौँ। अब हर्का साम्पाङ राई नेतृत्वको पार्टीले चाहिँ यो संस्कृति पार्टीले कुन कुन दलहरूसँग कुन कुन शक्तिहरूसँग सहकार्य गरेर चुनावको मुखैमा हामी कुनै पनि शक्तिसँग तपाईको चाहिँ नि गठबन्धन गर्दैनौँ। नेपाली जनतासँग हामी गठबन्धन गर्छौँ। जनता नै सबभन्दा ठुलो शक्ति हो। यदि जनता शक्ति नहुने भने हामीले यसरी घर दैलोमा नमस्ते गरिराख्नु पर्ने नै थिएन हैन। मै ठुलो भनेर आफ्नो मनको गीत गाउँदै आफ्नो डम्फु बजाउँदै हिँड्दा हुन्थ्यो हैन। फेरि डम्फु भन्दा पनि नरिसाउनु होला, एउटा उखान हो त्यो। सो भएको कारणले गर्दाखेरि आफ्नो मनको गीत गाएर हुँदैन। सार्वभौम भनेको जनता हुन्। आम जनताले जसलाई चुन्छ त्यही मान्छे जान्छ, जानुपर्छ। यो लोकतन्त्र भन्दा असल व्यवस्थाहरू कुनै पनि छैन। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने भनाइ नै छ हैन। सबैले स्वीकारेको कुरा पनि हो। त्यसो भएको कारणले गर्दाखेरि जनतासँग मेरो गठबन्धन छ हैन। तपाईले देखिराख्नु भएको छ, यी सारा सोझासिधा जनता हुन् है, जो चियाको चुस्की लाउँदै बियरको चुस्की लाउँदै राजनीतिक गफ गरेर हैन, भ्रष्टाचार गरेर कमिसन खुवाएर चाहिँ तपाईको चाहिँ नि हैन केही गरेर खाउँ भन्ने किसिमका मान्छे होइनन्। जो आफ्नो सानो भए पनि ठुलो भए पनि इलम गरेर 10 नङ्ग्रा खियाएर बरु विदेश गएर हैन काम गरेर जीव पाला गर्ने जुन आम जनता छ, त्यो आम जनता नै हो शक्तिको स्रोत। र त्यो शक्तिको स्रोतमा म गइराखेको छु। तर कुनै पनि दलसँग हाम्रो सञ्चालन गर्नलाई तपाईको शक्ति सामर्थ्य चाहिँ के हो, कसरी गइरहनु भएको छ? पार्टी सञ्चालन गर्नलाई त यहाँ सबैजना जो आउनु भएको छ हैन। अब यहाँ आज यो हिँडेका छौँ। आज चाहिँ तपाईको के छ भने हैन, आज खाजा स्पोन्सर कसले पो गर्ने रे भन्दैछ हैन। कसैले चिउरा किनिदिनुहुन्छ, कसैले भुजा किनिदिनुहुन्छ। चिउरा भुजा यस्तै कुराहरू खाएर हामी हिँडिरहेछौँ है। यो चिज छ। किनभने यो श्रम संस्कृति भनेको जनताको पार्टी हो हैन। यो कुनै तपाईको विदेशी प्रभुले पैसा दिने हैन, जागा लगाएर 10 वटा गाडी चला हैन, कुनै तपाईको छैन ल जा मेरो 9 करोडको गाडी चढ भनेर कसैले हामीलाई हैन स्पोन्सर गर्ने मान्छे पनि होइन। र हामी त्यस्ता तपाईको छैन सहयोग लिँदैनौँ पनि। हामी निशर्त र निस्वार्थ, फेरि मैले दोहोऱ्याएँ, निशर्त विदाउट कन्डिसन एन्ड विदाउट भेस्टेड इन्ट्रेस्ट। सहयोग जुन गर्नुहुन्छ जनताले स्वस्फूर्त, त्यो सहयोग लिएर हामी कुदिरहेछौँ। 2 घण्टा अगाडिदेखि तपाईलाई फलो गरिरहेछौँ। हातमा अबिर पनि छ, कारमा अबिर छ। सबै नागरिकहरूलाई अबिर लगाइदिने हुन्छ। यो विजय भवा भन्ने हिसाबले सम्पादन गरिरहेको छ। यो अबिरसँगको सम्बन्ध के हो? यस्तो छ। अब मैले अबिर किन मतदातालाई लगाइदिरहेको छु भने पहिला त जनता जित्नुपर्छ। जनता जित्ने नेता हैन, जनता जितेपछि नेताको जित हुन्छ। तर जनता हार्ने नेता जित्ने नेता